ओ माय गॉड बसाल्यो रोल्पा सुनसान जंगलभित्र एउटा सानो घर, त्यही सानो घरमा जन्मिएका एक क्षमतावान व्यक्ति। परिवारको अवस्था कमजोर भए पनि मानसिक अवस्था भने एकदमै तेज छ। एउटा गरिब परिवारमा हुर्केका रोल्पाका लोकेन्द्र बस्नेत यतिसम्म होलान् भन्ने कसले कल्पना गरेको थियो र? आज विज्ञानलाई नै चुनौती दिने काम गरिरहेका छन्। सबैको साथ सपोर्ट, हौसला, माया, प्रेरणा पाउने हो भने भोलिका दिनमा धेरै राम्रा कामहरू गर्ने निश्चित छ। हामी दिन्छौं ताजा अपडेट, शहरदेखि गाउँघर, केवल तपाईकै लागि हो वास्तविक खबर। नमस्कार, वास्तविक खबर हेर्नुहुने सम्पूर्ण दर्शकको लागि आज केही फरक भिडियोको साथमा हामी उपस्थित भएका छौं। यति बेला हामी रोल्पाको रुन्टीगढी छ गाटिना भन्ने स्थानमा आइपुगेका छौं। यो स्थानमा चाहिँ एकजना एकदमै प्रतिभाशाली व्यक्ति हुनुहुन्छ। सम्भवतः रोल्पाबाटै पहिलो व्यक्ति हुनुहुन्छ होला सायद यो क्षेत्रमा चाहिँ स्थापित भएको। उहाँको यो विकट बस्तीमा घर भए पनि उहाँको दिमाग भने एकदमै तेज छ र यहाँका स्थानीय सरकार र राज्यले पनि के हेर्नुपर्ने हुन्छ, उहाँको प्रतिभालाई चाहिँ सम्मान गर्नुपर्ने हुन्छ। भोलिका दिनमा उहाँले यो ससाना चिजहरूबाट चाहिँ ठुला चिजका आविष्कार गर्न सक्नुहुनेछ। यस्तो अद्भुत क्षमता भएका व्यक्तिलाई चाहिँ हामीले सम्मान गर्नुपर्छ, हामी मिडियाकर्मी र यहाँका विभिन्न व्यक्तिहरूले भन्न चाहन्छु। र उहाँको प्रतिभाको सम्मान स्वरूप सबैले सेयर पनि गरिदिनु होला। जति पनि देश विदेशमा हुनुहुन्छ सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी सबैले चाहिँ उहाँको कलाको सम्मान स्वरूप एक एक सेयर गर्नु होला भन्दै आजको भिडियो प्रस्तुत गर्दैछौँ रोल्पाबाट। स्वागत छ हजुरलाई। धन्यवाद सर। सुरुमा हजुरको परिचय भनिदिनुहोस् त। मेरो नाम लोकेन्द्र बस्नेत, रुन्टीगढी छ गातिनामा पर्छ। रोल्पा जिल्लामा तपाईँ जन्मिनु भयो होइन? हजुर। र जोस् तपाईँको रुचि चाहिँ जोस् साइन्समा बढिरहेछ, विज्ञान क्षेत्रमा यो जोस् बनाउनु भएको छ होइन? कहिलेदेखि सुरु गर्नुभयो यो बनाउन चाहिँ? यो मैले सुरु गरेको चाहिँ 7 क्लासदेखि सुरु गरेको हो। हजुर। धेरै पहिला चाहिँ अब त्यस्तै अब धेरै बिग्रिने यताउति हुने गर्यो होइन। पहिला त्यसपछि योभन्दा 1 वर्ष अगाडि चाहिँ ठुलो बनाएको थिएँ। त्यसमा चाहिँ पेट्रोल खाने खालको बनाएर त्यो चाहिँ आगो लाग्ने भएको थियो, अनि ठोकेर आगो लाग्यो। त्यसपछि चाहिँ सानो यो बनाएको अहिले भर्खरै 7 कक्षा पढ्दाखेरि सुरु गर्नुभयो। यो सुरु गर्दाखेरि अब यस्तो विकट ठाउँमा सामानहरू कसरी ल्याउनु भयो? सबभन्दा अब पहिले प्रेरणा कहाँबाट मिल्यो? कसको देखेर चाहिँ यो गरौँ भन्ने इच्छा जाग्यो तपाईँलाई? मलाई चाहिँ अब के हो भन्दाखेरि आकाशमा उडेको त्यो हेलिकप्टरहरू उडेको देखेर होइन, अब कहिलेकाहीँ उडेको देखेर त्यही देखेको चाहिँ अब मलाई चाहिँ यस्तो गरौँ कि यो उड्ने कसरी उड्दो रहेछ, के गर्दो रहेछ भनेर चाहिँ मलाई त्यही कारणले गर्दाखेरि बनाउन लागेको हो मैले। हजुर। तपाईँले पानीबाट विद्युत उत्पादन गरेको लगायत अन्य कुराहरू पनि हामी सुन्यौँ होइन? सम्भवतः रोल्पा जिल्लाकै पहिलो व्यक्ति होला सायद तपाईँ यो क्षेत्रमा चाहिँ हात हाल्ने होइन? सबैले चाहिँ सम्मान गर्नुपर्छ उहाँलाई चाहिँ, राज्यले पनि केही गर्नुपर्छ, राज्यबाट पनि तपाईँलाई केही प्रोत्साहन मिलोस्, हौसला मिलोस्। यो बनाउनको लागि पनि धेरै चिजहरू चाहिने होला होइन? त्यसको लागि भनेर पनि हामी आएका छौँ। के छ अहिले यहाँका स्थानीय सरकारहरू अथवा यो कुराहरू तपाईँले बनाएका चिजहरू चाहिँ कसलाई थाहा छ? यो चाहिँ खास गरी अब गाउँ बाहेक अन्त खासै त्यति धेरै थाहा छैन होइन? अब यही पनि अब ठुलबाले अस्ति भर्खरै यो भनिदिनु भयो भुवन सरहरूलाई, त्यही कारणले गर्दाखेरि अलि त्यो नत्र भने त्यस्तो भएको थिएन, अनि भन्छु भनेर भनिदिनु भयो, त्यही नै हो। ए तपाईँको जुन चाहना छ, इच्छा चाहना चाहिँ अब म केही गर्छु है, के नयाँ चिजको आविष्कार गर्छु भन्ने छ होइन? तर पनि स्रोत साधन त छैन नि त तपाईँमा। यसको लागि त पूर्जाहरू विभिन्न पाठहरू चाहिने होला, ज्ञान मात्रै भएर हुँदैन होइन? त्यसको लागि अब के सोच्नु भएको छ तपाईँ? अन्तै गएर अध्ययन गर्ने कि अथवा यो पहाडको कुनामा बसेर त हुने छैन होला, के सोच्नु भएको छ त्यस विषयमा? अब चाहिँ मलाई अब खै अब सरकारहरूले अरूले हेरेपछि म अन्तै गएर भए पनि अध्ययन गरेर म एउटा राम्रो काम नै गर्छु, यही विषयले अगाडि बढाएर
हजुर सबै यो नेपालमा चाहिँ एउटा एकदमै राम्रो होस् यो, किनकि सबैले चिनिने खालको बन्न चाहन्छु म। किनकि जस नेपालमा चाहिँ तपाईँ चिनिन चाहनुहुन्छ कि गर्न चाहनुहुन्छ होइन, जे होस् रोल्पाबाट केही नाम राख्ने चाहना छ तपाईँको, जे होस्। हजुर एकदमै। किनकि तर के भन्नुहुन्छ, घरमा आमा बुवाले चाहिँ यो गरिरहँदाखेरि केटाकेटी खेलेको जस्तो गरिरहेछ अथवा सामान केही उथलपुथल तोडफोड गरिरहेछ भनेर के प्रतिक्रिया दिनुहुन्छ उहाँहरूले चाहिँ? अब घरबाट अब त्यस्तै अब खासै विश्वास नलाग्ने खालको, अब सबैलाई विश्वास नलाग्ने खालको एक त होइन यो, किनकि अब धेरैलाई अब गरिसकेपछि उडिसकेपछि मात्र विश्वास लाग्ने कुरा हो यो चाहिँ। अब तपाईँको चाहना चाहिँ के छ? अब कसैले तपाईँको प्रतिभालाई चाहिँ सम्मान गर्दै यो भाइले चाहिँ नयाँ चिजको आविष्कार गरेछ, अब यसलाई चाहिँ केही गर्नुपर्छ, सिकाउनुपर्छ, यो सँगसँगै अन्य चिजहरू पनि बनाउन सक्ने छ यो भाइले भनेर कसैले चाहिँ म सिकाउँछु पढाउँछु भनेर भनेपछि तपाईँ जानुहुन्छ कि जानुहुन्न? अब त्यस्तो खालको नयाँ कुराहरू सिक्ने मौका मिल्छ भने म जान सक्छु, तयार छु। हजुर जोस् अहिले त यहाँ स्रोत साधन विभिन्न कुराहरूको अभाव छ तपाईँलाई होइन, त्यही भएर पनि अरू नयाँ चिजहरूको अनुसन्धान गर्न खोज्न चाहिँ तपाईँले पाउनु भएको छैन होइन, एकदम गाह्रो रहेछ। र तपाईँको बिचमा पढाइ पनि बिग्रिएको रहेछ, के कारणले हो तपाईँले? अब मेरो पढाइ बिग्रेको चाहिँ अब यस्तै हो, घरको समस्याले गर्दाखेरि होइन, त्यही कारणले गर्दाखेरि मेरो पढाइ चाहिँ बिग्रियो। अब नत्र भने मेरो एससी पासदेखि +2 सम्म गर्ने चाहिँ मेरो विचार थियो अब होइन, त्यही नै। हजुर तपाईँले पढेको भए झन् अझ यसमा प्लस पोइन्ट हुन्थ्यो होइन, किनभने यो बनाउँदाखेरि पनि विभिन्न ज्ञानको आवश्यकता पर्छ, त्यही भएर पढाइ सँगसँगै यो चिजलाई पनि अगाडि लगेको भए सायद रोल्पाबाट चाहिँ तपाईँ केही गर्नुहुन्थ्यो र गर्ने उमेर पनि तपाईँको छ अझै पनि, भर्खरै 18 वर्ष पुग्नु भएको रहेछ होइन। हजुर यो जस्तो तपाईँले पहिलो भिडियो राष्ट्रिय टिभीबाट बनाउनु भयो होइन, उहाँहरूको भिडियो हेरिसकेपछि केही फोन आउने यताउता केही भएको छ कि छैन? अब त्यस्तो गुरुले चाहिँ फोन गर्नुभएको थियो तुलसीपुरबाट। हजुर तुलसीपुरबाट मलाई बधाईहरू दिनुभयो, सहयोग कुनै सहयोगको आवश्यक परे सहयोग गर्न हामी हाम्रो तर्फबाट जति पनि गर्न तयार छौँ, सक्ने सहयोग चाहिँ भनेर फेसबुकमा पनि हालिदिनु भएको थियो, मलाई पनि फोन गरेर पनि भन्नुभएको थियो तुलसीपुरबाट सञ्जय गुरुले। जस उहाँले तपाईँलाई हौसला दिँदै हुनुहुन्छ, गर्नुपर्छ भाइ भनेर भन्नुभएको छ होइन। अब यो रोल्पाको एउटा विकट बस्ती होइन, यो होलेरीदेखि पनि विभिन्न जङ्गलहरू छिचोलेर आउनु पर्दो रहेछ। यो बस्तीमा बसेर तपाईँले सामान बनाउँदै गर्दा विभिन्न अपर्याप्त हुन्छ, अप्ठ्यारो हुन्छ होइन, अपुग हुन्छ। यी सामानहरू चाहिँ कहाँबाट ल्याउनु भयो? यो चाहिँ मैले पहिलाको पुरानाहरू इन्भर्टरबाट चाहिँ सामान थियो, अनि त्यसपछि यो उडाउनका लागि कम्प्युटरबाट चाहिँ पुराना पाठ पूर्जाहरू कम्प्युटरका यिनी मिलाएर, अनि त्यसपछि यो पुराना टेपहरू त्यसपछि यिनीबाट मिलाएर चाहिँ उडाउने बनाएको हो मैले। अरू के छ तपाईँ जस्तो यो जुन पानीबाट विद्युत पनि उत्पादन गर्नुभयो, अब यो हेलिकप्टरको पनि जस परीक्षण गरेर पनि उडाइसक्नु भएको छ होइन। अब के छ प्लान चाहिँ? अब नयाँ चिजहरू के म बनाउन पाऊँ भन्ने अथवा तपाईँको सोच होला, तर पाठ पूर्जा त छैन, सोचेर मात्र हुँदैन। कसरी के सोच्नु भएको छ अहिले चाहिँ? अहिले चाहिँ नयाँ चिज बनाउने भनेको मैले यही नै, यसैले अगाडि बढाउन पाए हुन्थ्यो भन्ने भनेको। अब कसैले अब नयाँ चिजको कुनै फेसबुक अथवा कुनै चिजमा मलाई कमेन्ट गरिदिनु भयो भने चाहिँ त्यसको लागि चाहिँ म अवश्य पनि त्यसले पनि गर्नेतिर लाग्नेछु गर्नुहुन्छ होइन। तपाईँले के छ सपनामा यस्तो आउने, म यो गरौँ भन्ने अथवा म सक्छु भन्ने प्रेरणा मिल्छ कि, अथवा एकान्तमा ध्यान गर्दै गर्दा यो कुराहरू आउँछन् कि यसको आविष्कार गरौँ, योभन्दा थप नयाँ केही चिज उत्पादन गरौँ भन्ने कसरी चाहिँ आउँछ तपाईँलाई? हजुर सरले ठ्याक्कै भन्नुभयो, मलाई चाहिँ सपनाकै कुरा हो है, हरेक कुराहरू भनेकै अब ठ्याक्कै त्यही सपनामा देखेपछि त्यसलाई चाहिँ अब पढाएको जस्तै हुने, त्यसपछि त्यसमैबाट मैले गरेको चाहिँ हो यो चाहिँ सबै कुरा सपनाबाट तपाईँ जे होस् सपनामा देखेका कुराहरू चाहिँ विपनामा उतार्ने प्रयास गर्दै हुनुहुन्छ र सफल पनि भइरहनु भएको छ। हजुर एकदम। म कुनै पनि कामहरू त्यति सिकेको छैन, हरेक मोबाइल बनाउनेदेखि लिएर यिनी ज्योतिष सम्बन्धी खोले मैले, किनकि जहाँ कि अब त्यसपछि यो पानीबाट विद्युत निकाल्ने हवाईजहाज यिनी हरेक कुराहरू मैले चाहिँ कसैबाट सिकेको होइन, ताकि त्यही सपनाको कुराहरू त्यही पढेको जस्तो हुने त्यस्तै खालको देखेपछि त्यहीबाट मैले सिकेको हो, उडाएको बनाएको पनि हो मैले। दर्शकबिन
रोल्पा भनिसकेपछि जनयुद्धको उद्गम स्थल, युद्ध भएको ठाउँ, युद्ध भन्ने शब्द सुन्ने बित्तिकै हाम्रो मुटु कापेर आउँछ। तर विकट ठाउँमा पनि यस्तो होनहार प्रतिभा जन्मिनु भनेको रोल्पाको लागि एउटा गर्वको कुरा हो। त्यसैले यहाँका स्थानीय सरकार, राज्य पक्षबाट उहाँको प्रतिभा, उहाँको कलालाई चाहिँ हामी सदैव सम्मान गर्नुपर्छ। मिडियाकर्मी र लगायत विश्व दुनियाँका जुन भूगोलमा बसेर साथ सपोर्ट दिनुहुन्छ देश विदेशबाट, सबैले चाहिँ सपोर्ट गर्नुपर्छ। मात्रै 18 वर्षको भाइ जसको पुरा पढाइ पनि छैन, तर यति सानो उमेरमा यो पढाइ विषयमा छोड्दा पनि यति धेरै कुराहरूको ज्ञान छ, उहाँको सिप छ भने यो सिपलाई भोलिका दिनमा हाम्रै देशमा चाहिँ सदुपयोग गर्न पाऊँ हामीले भन्ने चाहिँ हाम्रो चाहना हो। किनभने धेरै सिकेका, धेरै पढेका व्यक्तिहरू, हाम्रा दाजुभाइ दिदीबहिनीहरू चाहिँ विदेशमा गएर अरू देशलाई चाहिँ फाइदा हुने काम गरिरहनु भएको छ। हेलिकप्टर बनाउने होस् या पानी जहाज बनाउने होस्, चाहे अन्य कुनै मेसिन बनाउने होस्, चाइनामा गएर, जापानमा गएर, अमेरिकामा गएर उहाँहरूले चाहिँ त्यो सिपहरू चाहिँ प्रदान गरिरहनु भएको छ र ती सिपहरू चाहिँ विदेशीले जुन नेपालीको श्रम लुटिरहेको छ। त्यसकारणले गर्दाखेरि नेपालको श्रमिक, नेपालको प्रतिभा, नेपालको ज्ञानी व्यक्ति, नेपालको सक्षम व्यक्ति चाहिँ नेपालमै उहाँको चाहिँ कलाको सम्मान होस् र विभिन्न यो जुन कला भएका व्यक्तिहरू चाहिँ विदेश पलायन भएर चाहिँ विदेशीहरूलाई चाहिँ फाइदा हुने काम भइरहेको छ, विदेशलाई चाहिँ टेवा पुगिरहेको छ। त्यसकारणले गर्दाखेरि नेपालको प्रतिभा, नेपालको एउटा छोरालाई चाहिँ हामी सम्मान गर्दै यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्दै उहाँलाई चाहिँ हुनुपर्ने राहत, उहाँलाई चाहिँ दिनुपर्ने सहयोग चाहिँ हामीले दिनैपर्छ। अझ प्रोत्साहन मिल्नेछ, अझ हौसला मिल्नेछ। हुन्छ नि, यस्तो चिजहरूको निर्माण गर्दै गर्दा, आविष्कार गर्दै गर्दा हजुर यो पुरा नगर्दासम्म चाहिँ निद्रै नलाग्ने, भोकै नलाग्ने भन्ने पनि हुन्छ नि। कस्तो हुन्छ तपाईँले चाहिँ? एकदमै किनकि यो त्यस्तै हुन्छ, दिनरात सोच्नुपर्छ। धेरै पटक फेल खाएर मात्र यो टेक्निकल विषय भन्ने यति गाह्रो हो त्यो त पढेको मान्छेले थाहा होला होइन। मैले त पढेको छैन, तर भए पनि मैले अनुभव गरिसकेको छु। हरेक कुरामा बढी भाग मैले अनुभव गरिसकेको कारणले गर्दाखेरि मलाई थाहा छ। किनकि टेक्निकल विषय एकदम गाह्रो हो, त्यस कारणले निद पनि नलाग्ने, भोक पनि नलाग्ने, यस्तो खालको पनि हुन्छ। हामी चाहिँ हौहल्ला भएको यस्तो ठाउँमा गएर सोच्न सक्दैनौँ, किनकि एकान्तमा एकदमै शान्त ठाउँमा गएर मात्र गर्ने काम हो यो टेक्निकल विषय भनेको। किनकि मैले चाहिँ अब यस्तो हल्लामा बसेर यस्तो खालको गर्दैन थिएँ, किनकि अब जङ्गलमातिर गएर यस्तो सोचेर गरेर ध्यान गरेर मात्रै मैले चाहिँ गरेको हो। भोलिका दिनहरूमा कसैले प्रलोभन देखाउला अथवा विदेशी एजेन्सीले चाहिँ तपाईँलाई म धेरै पैसा दिन्छु, यतै आइज, यतै काम गर्नुपर्छ, यतै चाहिँ केही नयाँ चिजको आविष्कार गर्नुपर्छ भनेर बोलाएपछि तपाईँ जानुहुन्छ कि अथवा होइन म नेपालकै लागि गर्छु, यो देशको नाम चाहिँ म राख्छु, नेपालकै छोरो हो, म नेपालमै नाम चिनाउन चाहन्छु भन्ने तपाईँ के छ चाहन्छु? म चाहिँ अब सकेसम्म चाहिँ नेपालमै गर्न चाहन्छु। किनकि नेपालबाट यो नेपालले देश तथा विदेशहरू चिनाओस् भन्न चाहन्छु म। किन हजुर, पक्कै पनि तपाईँले एउटा नेपाली छोरो भइसकेपछि, त्यसमाथि रोल्पाली भइसकेपछि होइन, तपाईँले चिनाउनुपर्छ यो देशलाई, यो जिल्लालाई होइन, नेपाललाई अनि रोल्पा जिल्लालाई चाहिँ चिनाउनको लागि तपाईँले अझ अथक मेहनत गर्नुहोस्। दाजुभाइ दिदीबहिनीबाट अथवा स्थानीय सरकार, राज्य पक्षबाट सहयोग माग्नुहोस् होइन, पहल गर्नुहोस्, यो भन्न चाहन्छौँ। र हामी पनि यो मिडियाको तर्फबाट चाहिँ तपाईँको लागि पहल गर्नेछौँ, भाइलाई सहयोग गर्नु होला भनेर होइन। अब के छ, तपाईँको अझै अध्ययन गर्ने, अन्य ठाउँमा गएर अध्ययन गर्ने चाहना छ कि अथवा होइन म यहीँ घरमै बसेर अध्ययन गर्छु, तर मलाई चाहिँ पर्याप्त स्रोत साधन चाहिँ चाहिन्छ, किनकि अरू नयाँ आविष्कार गर्दै गर्दा चाहिँ अन्य पाठ पूर्जाहरू चाहिएला, त्यो चाहिँ आवश्यक पर्छ भन्ने के छ तपाईँको चाहिँ चाहना? अब मलाई घरमै भए पनि म सामानहरू भएपछि घरमै पनि गरिहाल्छु। यदि अब सबैले अब यहाँ गर्नु हुँदैन, ठिकै छ बाहिरतिर गरौँ भनेपछि म बाहिरतिर गर्न पनि तयार छु। अब उहाँहरूको सल्लाह सुझाव जस्तो आउँछ म त्यस्तै खालको गर्न तयार छु। किनकि हजुर, तर आफ्नै देशको लागि गर्नुहुन्छ, हजुर, तपाईँको चाहना छ होइन? हजुर, अन्तिममा छौँ हामी, के भन्नुहुन्छ तपाईँलाई मनमा लागेको कुराहरू? यति बेला देश तथा विदेशमा हेरेर बस्नुभएको होला, किनकि देश तथा विदेशमा बस्नुभएको छ, यति दुःख गर्नुभएको छ, यति दुःख मेहनत गर्नुभएको छ,
आफूले नखाइ पनि अब पैसा पठाइदिनुहुन्छ यस्ता हामी जस्ताहरूलाई अब कति विदेशमा बस्नुभएका उहाँहरूले हामी केही भन्न सक्दैनौँ कति माया गर्नुहुन्छ उहाँहरूले किनकि उहाँहरू दुःखमा परे पनि घर खर्च पठाएर बचेको पैसाहरू हामीलाई सहयोग गर्नुहुन्छ उहाँहरूलाई धेरै धेरै सम्झिन्छु यो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू किनकि यसमा विदेशमा गएर धेरै दुःख गर्नुहुन्छ कष्ट गर्नुहुन्छ सहयोग गर्नुहुन्छ नेपालमा बस्नेहरूलाई अब कुनै राम्रा काम गर्नेहरूलाई उहाँहरूलाई धेरै धेरै सम्झिन चाहन्छु म किनकि पक्कै पनि भाइले भने जस्तै यदि कसैले चाहिँ भाइको प्रतिभा एउटा कलालाई चाहिँ सम्मान गर्दै केही सहयोग गर्न चाहनुहुन्छ भने यो कि नयाँ चिजको आविष्कार गर्दै गर्दा चाहिँ सामान किन्नुपर्छ नयाँ पाटपुर्जाहरू ल्याउनुपर्छ त्यसको लागि केही सहयोग गर्न चाहनुहुन्छ भने भाइको सम्पर्क नम्बर छ कि छैन? छ मेरो। भन्नुहोस् त। 98 63 28 95 90 र अर्को चाहिँ एनसेलको 98 098 27 अनि 135 चाहिँ मेरो सम्पर्क नम्बर हो। यो नम्बरमा सम्पर्क गर्नुहोला। मात्रै 18 वर्षको यो कलिलो उमेरमा चाहिँ यति धेरै प्रगति गर्नु भनेको उमेर बढ्दै गयो भने परिपक्व हुँदै गयो भने उहाँको दिमागी क्षमताले अझ काम गर्दै गयो भने झन् धेरै नयाँ चिजहरूको आविष्कार गर्नुहुनेछ भन्ने चाहिँ पक्का छ किनभने यो उमेरमा यति गर्नु भनेको धेरै लाभदायक कुरा हो ठुलो कुरा हो र सबैले उहाँको प्रतिभाको सम्मान स्वरूप चाहिँ सेयर गर्नुहोला भन्दै यो भिडियोबाट हामी बिदा हुन्छौँ। नमस्कार। किनभने स्थानमा बस्ने यी व्यक्तिले विभिन्न उपकरणहरू बनाइ नै रहेका छन्। दर्शकबिन नमस्कार, यति बेला तपाईँ हेर्दै हुनुहुन्छ वास्तविक खबर। यति बेला हामी रोल्पा जिल्लाबाट निकै नै महत्त्वपूर्ण भिडियो प्रस्तुत गर्दैछौँ। केही समय अगाडि लोकेन्द्र बस्नेतले हेलिकप्टर उडाएर सफल परीक्षण गरिसकेका छन्। त्यसैगरी आफ्नै गाउँमा विद्युत उत्पादन गरी गाउँ नै झलमल्ल बनाएका थिए। अब भने उनलाई अन्य काम गर्नको लागि